अनि भ्लग किन त्यस्तो अरू ठाउँमा बनाउँदिनँ मान्छे भएको ठाउँमा भिडभाडमा भन्दा कन्फिडेन्ट छ, जिरो लेभल कन्फिडेन्ट। भ्लग खिचेर हिँडिन्छ, सबले सोध्छ कति छ सब्सक्राइबर भन्न पनि लाज लाग्छ के 300 400 बनाउँछु, मेहनत गर्छु। अस्ति भिडियो पार्ट 1 भनेर हाल्दै थिएँ, खै त्यसमा 50+ भ्युज छ। अनि के गर्नु, 50+ भ्युजले त्यत्रो मनै मर्दिन्छ क्या। अनि कति घण्टा लाग्छ नि के सपोर्टै छैन क्या, सब भ्लगर निस्क्यो अनि कसलाई सपोर्ट गरेर सक्छ। 1.5 घण्टा सब्सक्राइबर प्लस हुन पर्यो, दामी भइरहेछ नि हिँड्नको लागि त कन्टेन्ट आउने रहेछ क्या। सब्सक्राइबर नभएपछि गाडीलाई लग्दिमागो नि लाज लागिन्छ के भन्ने होला, यस्तो सब्सक्राइबर छैन यस्तो दुःख गरेर हिँडेर भन्ने हो कि यताउति। तर कस्तो हिउँले अहिले कस्तो बिजो क्या है, त्यो पोइन्टले अगाडि बढ्न नसक्यो। अलिअलि सब्सक्राइबर भेटाएको भए मैले अलिअलि भ्युज तिनीहरू नेगेटिभ चाहिँ हानेर मारेर खानुपर्छ, भेटाएन। अब राम्रो कन्टेन्ट दिन नसके होला, मेरै गल्ती हो, त्यस्तै कन्टेन्ट दिएर पनि होला। म के भन्नु, अडियन्सहरू त जे राम्रो देख्यो त्यही हेर्ने, मै उस्तै छु युट्युबमा त्यही हेरिदिन्छु। अब आफ्नो कोसिस बेस्ट गर्छु। दुईटा बिजी भएको फोनमा जिरो लेभलमा छ कन्टेन्ट, दुईटा यो पछाडि गरौँ। म एकदम कन्फिडेन्ट बोलेर फेरि भ्लग पुनः स्टार्ट गरेछु मैले। त्यही नै हो, म चाहिँ बस मेहनत गर्छु, मेहनत गर्न छोड्दिनँ। अब स्टार्टिङ हो, अझै कति ठुलै सहर पुगे जस्तो छ त दामी भयो तातो जेजु भइसक्यो। यस्तो सहरमा आइयो छ अनि ह्यान्डसम सहरमा बाहुनले बोलेको सहरहरू अडम गडम गर्छन् भनेर